बारामा होस् कि जहाँसुकै होस्, एमाले माथि हमला हुन्छ भने एमाले भाग्ने होइन, फनक्क फर्केर गयो। एमाले भागेर हिँड्छ भन्ने ठानेको छ कसैले भने त्यो नठाने हुन्छ। यो देश छोडेर एमाले भाग्दैन। कहाँ जाने देश छोडेर? यो देश हाम्रो पनि हो, हामी हरेकको हो। यस देशमा शान्तिपूर्ण ढङ्गले बस्न पाउने अधिकार, गतिविधि गर्न पाउने अधिकार, पेसा व्यवसाय गर्न पाउने अधिकार हाम्रो पनि छ। हामीलाई मार्न पनि पाइने, हाम्रो घर जलाउन पनि पाइने, हाम्रो घर लुट्न पनि पाइने। अनि सुशासन भनेको जसको घर जलाइएको छ, जसको लुटिएको छ, जसको तोडफोड भएको छ, जसको ज्यान जोखिममा पारेको छ, उनीहरूलाई गिरफ्तार गर्नु चाहिँ सुशासन हो।